हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज बिहान मैले सबै काम सकेर म लागेँ नास्ता बनाउने तयारीमा। म आज नास्तामा बनाउन लाग्थेँ मकैको रोटी। मकैको रोटी राम्रोसँग बनाउन आउँदैन, त्यही पनि बनाएँ। अनि यस्तो भयो मेरो मकैको रोटी भन्नाले। अनि हजुरहरूलाई मकैको रोटी मन पर्छ कि पर्दैन कमेन्ट गर्नु। अनि मैले मकैको रोटीसँग चाहिँ कदको तरकारी बनाउने तयारी गरेँ, तर कद ल्याउन जाँदा चाहिँ कद धेरै ठुलो लागेको रहेछ, त्यसैले मैले त्यो कद लिएन। त्यसपछि म आएँ घर आएपछि चाहिँ घर अर्को कद थियो अलिकति, अनि मैले कदको टुक्राहरू खोजेर मैले बनाएँ तरकारी। अनि बाबा पनि नास्ता खानको लागि आइसकेको थिए। अनि मेरो छोरी चाहिँ आफ्नो बाजेसँग मजाले खेल्न लागेकी थिए। अनि म चाहिँ मजाले नास्ता बनाउन लागेँ। मैले कदलाई राम्रोसँग तड्का लगाएँ। अनि मेरो छोरी चाहिँ अब बस्न लाग्यो नि त, त्यसैले त्यसलाई बस्न मन लाग्छ, त्यसलाई केही खान मन लाग्छ। बाबाले चाहिँ मकैमा बसाल्नु भएको थियो होइन, हेर्नुहोस् त कसरी खेल्न लाग्छ। अनि मैले चाहिँ अलिकति दुध जमाएर दही थियो, त्यसलाई मैले मिक्सरमा हालेर चाहिँ बनाएँ। अनि त्यसपछि म लागेँ दिउँसोको खाना बनाउने तयारीमा। दिउँसोको खानामा चाहिँ मैले बनाएको थिएँ फाँडो अनि भात। अनि धेरै राम्रो हुन्छ यसरी बनाएको फाँडो चाहिँ। मैले राम्रोसँग मिक्स गरेर चुलोमा राखिसकेका थिएँ। अनि यहाँ आफ्नो दादासँग चाहिँ मेरो छोरी मजाले खेल्न लागेकी थिए। त्यतिखेरै उठेको हुनाले कहिले रुन जस्तो गरिरहेको थिएँ। मैले टुक्का पनि हालेकै थिएँ फाँडोमा। अनि यहाँ दिदीसँग खेलेर दिदीलाई त पुरै भुत्नी बनाइसकेका थिएँ मेरो छोरीले, उसको कपाल लुचेर। त गाइस, मेरो आजको भिडियो यति नै हो। हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज। बाई बाई गाइज। अब हजुरहरूलाई दोस्रो भिडियोमा भेटौँला। बाई बाई गाइज, लभ यू।